हिमालको काखमा लुकेको कोरी डाँडा करिब 3800 मिटर उचाइमा रहेको एक मनमोहक स्थल हो। यहाँ पुगेपछि अन्नपूर्ण द्वितीय, अन्नपूर्ण चतुर्थ र माछापुच्छ्रे हिमालहरू यति नजिक र स्पष्ट देखिन्छन् कि मानौ ती हिमालहरू आफै स्वागत गर्न उभिएका छन्। फराकिला खर्क, शान्त वातावरण र कम भिडभाडका कारण कोरी डाँडा पछिल्ला वर्षहरूमा प्रकृति प्रेमीहरूको मन जित्दै गएको छ। यस यात्राको कथा काठमाडौँबाट सुरु हुन्छ, जहाँबाट करिब 200 किलोमिटरको यात्रा तय गर्दै पोखरा पुगिन्छ। यो दूरी सडक मार्गबाट 6 देखि 8 घण्टामा पार गर्न सकिन्छ भने हवाई यात्राबाट अझ छिटो पुग्न सकिन्छ। यात्रुहरू यहाँ एक रात विश्राम गरेर अर्को दिनको परियात्राका लागि तयारी गर्छन्। अर्को दिन पोखराबाट 45 किलोमिटरको अफ-रोड यात्रा गर्दै 3 देखि 4 घण्टामा सिक्लेस गाउँ पुगिन्छ, जुन करिब 2000 मिटर उचाइमा अवस्थित छ। त्यसपछि करिब 8 किलोमिटर दूरी 4 देखि 5 घण्टामा पार गर्दै यात्रुहरू हुगु गोठ 2900 देखि 3000 मिटर पुग्छन्। बाटोभरि हरियाली जङ्गल, खोल्साहरू र शान्त वातावरणले यात्रालाई रमाइलो बनाउँछ। तेस्रो दिन हुगु गोठबाट 10 देखि 12 किलोमिटर दूरी 6 देखि 7 घण्टामा पार गर्दै कोरी डाँडा पुगिन्छ। कोरी डाँडामा बिताइने अर्को दिन झन विशेष हुन्छ। यहीँबाट करिब 2 देखि 3 घण्टाको पैदल यात्रामा 5 देखि 6 किलोमिटर आवत जावत दूरी पार गर्दै कापुचे हिमताल पुग्न सकिन्छ, जुन करिब 2546 मिटर उचाइमा रहेको नेपालकै न्यून उचाइको हिमतालहरूमध्ये एक हो। नीलो पानी, वरिपरि सेता हिमाल र शान्त वातावरणले यो स्थानलाई स्वर्ग झैँ अनुभूति दिन्छ।